नाचिराख्नु भएको छ। पैसाको खेल हो बस। विकास के हो यो? विकास हो यो? विकास होइन, यिनीहरू सब विनाश गरिरहेछ के। ढक्कन खोले त्यो गप्प से घुसी गए। मेयर साहबलाई, हाम्रो नेपालगञ्ज उपमहानगरपालिकाको एकदमै युवा मेयरलाई चाहिँ के भन्न चाहनुहुन्छ? उहाँ बिन्दास आर्न एम्बुस थाप्या हो पब्लिकलाई। एम्बुस हो है। उहाँलाई जुत्ताको माला कि फुलको माला यो मैले जनतामाथि नै छोडे। मेयर साहब तपाईँको त्यो भिडियो एकपटक हेर्नु होला र यो परिस्थिति हेर्नु होला, त्यसपछि भन्नु होला जनताले अब तपाईँलाई के को माला दिउन् भनेर। अनि यहाँनिर हेर्नुहोस्, यो परिस्थिति यति बेला सिर्जना भइरहेको छ नेपालगञ्जमा। हाम्रो छ कि के छ? ठुलो लापरवाही हो सर यो। यत्रो ठुलो ठुलो संरचनाहरू करोडौँ संरचना भत्काएर यो बनाएको चिज हो। कसको लापरवाही हो? यो नगरपालिकाको लापरवाही हो। यसमा कति पैसा लाग्थ्यो भने यहाँ मान्छे राति खस्यो भने, हात खुट्टा भाँच्यो भने त्यसको जिम्मेवार कसले लिन्छ? नगरपालिकाले लिन्छ कि स्थानीय सरकारले? कसले लिनुपर्ने हो? त्यो आइदिनु पर्यो नि त अगाडि। मेयर साहब यो धेरै टाढा होइन, यो बिपी चोकबाट त्रिभुवन चोक जाने बाटो हो। जुन बाटो दिनमा तपाईँ 2-4 पटक पक्का हिँड्नुहुन्छ। तपाईको घर जाने बाटो पनि यही बाटो भएर आउँछ। अब यहाँनिरको यो नाला यति बेला म देखाउन चाहन्छु। यो नालाको अवस्था यस्तो छ, तपाईँ हिँड्दै गर्दा तपाईँले आफ्नो गाडीको झ्याल खोलेर अलिकति हेरिदिनु होला, सिसा डाउन गरिदिनु होला। र त्यसपछि यो परिस्थिति यहाँनिर किन छ अहिले? तपाईँले कहिले सुधार गर्ने? तपाईँले भनेको जस्तो नेपालगञ्ज उपमहानगरपालिकालाई स्मार्ट सिटी तपाईँले के बनाएकै हो? यो परिस्थिति देख्दै गर्दा स्मार्ट सिटी त होइन, यो तपाईँले बनाएको भत्ताबुङ्गै नेपालगञ्ज हो। यति बेला म नेपालगञ्जलाई कबाडी नेपालगञ्ज भन्न चाहन्छु, किनभने हामीले मेरै त्यस्तो पायौँ कि अवस्था यस्तो छ। आम सर्वसाधारण हिँड्दै गर्दा घरतिर होइन, यदि सामान किन्न जाँदै हुनुहुन्छ भने दोकानमा होइन, तपाईँ जानुपर्छ नजिकैको नर्सिङ होममा या तपाईँ जानुपर्छ भेरी अस्पतालमा। यदि त्यहाँ पनि बेड छैन भने पक्का कुनै न कुनै अस्पताल या मेडिकलमा तपाईँ जानै पर्ने अवस्था आउँछ। यो परिस्थिति नालाहरू कहिलेसम्म रहिरहने? मेयर साहब तपाईँले के चुनाव लड्नु पर्दैन? अब तपाईँलाई राजनीतिले पुगेकै हो? यदि हो भने पक्कै तपाईँले गर्ने काम यस्तै हो। तर होइन, अझै राजनीति गर्नु छ। नेपालगञ्जको मेयर होइन, सांसदै बन्नु छ बाँकेको भने तपाईँले गरेको यस्तो विकासले अब चल्दैन। आम सर्वसाधारणले बुझ्न थालिसके काम भनेको खाली ठेक्काको लागि हो, ठेक्का दिनको लागि हो र नेपाल सरकारको पैसा खाली बर्बाद गर्नका निम्ति हो, आम सर्वसाधारणको सेवाका निम्ति होइन। किन नेपालगञ्ज उपमहानगरपालिका कति संवेदनशील छ र मेयर साहब कति संवेदनशील हुनुहुन्छ भन्ने कुरा यो खाल्डोले देखाइरहेको छ। अब नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयनिरको अवस्था यस्तो छ भने